फागुन 21 पछि जेठ 15 गते आउने बजेट सुमन मल्लले ती आयोजनाहरू हामी पार्टीको तर्फबाट आयोजनाहरू सुमन मल्ललाई दिनेछौँ। असार 1 गते आउने प्रदेशको बजेटको आयोजनाहरू तपाईहरुले मलाई दिनुहुनेछ। दुईटैलाई ट्याली गरेर बाँके क्षेत्र नम्बर 3 को विकास निर्माण बाहिरबाट आएकाले होइन, यही माटोमा जन्मेकाले गर्छन् भन्ने कुरा हामी प्रमाणित गरेर देखाइदिनेछौँ। म साथीहरूलाई अनुरोध गर्न चाहन्छु, म साथीहरूलाई निवेदन गर्न चाहन्छु। कतिपय मान्छे घन्टी घन्टी भनेको सुन्छु। म एउटा दृष्टान्त तपाईहरुलाई भन्दिन्छु। बाँके क्षेत्र नम्बर 3 जनताका ढुकढुकी हामी सबै युवा वृद्ध बुवा आमाका प्रिय नेता हाम्रो पार्टीको तर्फबाट 3 नम्बर क्षेत्रको सूर्यध्वजा वाहक उम्मेदवार कमरेड सुमन मल्ल